जय मसीह सबैजनालाई। धेरै मानिसको सोध्ने प्रश्न अहिलेको दिनहरूमा, यदि कसै मानिस क्रिस्चियन धर्मलाई स्वीकार गरेको छैन भने के त्यो मानिस नरक जान्छ भन्ने कुरा म तपाईँहरूको माझमा इमान्दार रूपले भन्न चाहन्छु। यदि म असल पति भए तापनि, यदि म असल पिता भए तापनि र म एक असल सेवक भए तापनि येशू ख्रीष्टको शिक्षा अनुसार यो मात्र पर्याप्त छैन। किनकि कहिलेकाहीँ म असल पिता भए तापनि, असल पति र असल सेवक भए तापनि म कहिलेकाहीँ पाप गरिपठाउँछु। मेरो पत्नी विरुद्ध, मेरो छोराछोरीको विरुद्ध, अनि मेरो छरछिमेकीको विरुद्ध, अनि म सेवाकाईको क्षेत्रमा पनि म विरुद्ध भइरहेको हुन्छु। यीशु ख्रीष्टले सिकाउनु भए अनुसार मैले मेरो राम्रो काम गरेर म स्वर्ग जान सक्दिनँ। किनकि म कहिलेकाहीँ असल काम गर्छु, म कहिलेकाहीँ खराब काम पनि गर्छु, अनि कहिलेकाहीँ म पाप पनि गरिपठाउँछु। तर म स्वर्ग जाने मेरो एउटै कारण छ कि येशू ख्रीष्ट कल्वरी क्रुसमा मेरो निम्ति उहाँले आफ्नो रगत बगाउनु भयो, अनि उहाँले आफ्नो प्राणलाई त्याग्नु भयो, अनि तेस्रो दिन उहाँ बौरी उठ्नु भयो। अनि मेरो सम्पूर्ण विश्वास यही कुरामा निर्भर हुँदछ, अनि यही कारणले म स्वर्ग जानेछु।